2002 को भोटर लिस्टमा तपाईँको या तपाईँको बाबाको नाम छ या छैन कसरी हेर्ने सो कुरा म तपाईँहरूलाई आफ्नै मोबाइल फोनमा एकदमै सजिलो तरिकामा सिकाउने छु है। र तपाईँले यस भिडियो हेरेपछि कसैले पनि नसोधे हुन्छ है तपाईँको या तपाईँको बाबाको 2002 को भोटर लिस्टमा नाम छ या छैन। र आफैले नै तपाईँले एकदमै सजिलो तरिकामा यस भिडियोमा सिक्नुहुन्छ र यस भिडियोलाई तपाईँले पुरा हेर्नुहोस्। फर्स्टली तपाईँ आफ्नो मोबाइलको क्रोम या गुगलमा जानुहोस् अनि त्यहाँ तपाईँले टाइप गर्न सक्नुहुन्छ इलेक्टोरल रोल 2002 भोटर लिस्ट भनेर यसरी है। र तपाईँले क्लिक गर्नुहोस् अनि तपाईँले यहाँ फर्स्टमै देख्नुहुन्छ है इलेक्टोरल रोल 2020 भोटर लिस्ट भनेर। र त्यहाँ तपाईँले क्लिक गर्नुहोस्। त्यसपछि तपाईँले आफ्नो डिस्ट्रिक्ट यहाँ चुज गर्नुहोस् है। र कुन डिस्ट्रिक्टमा तपाईँ पढ्नुहुन्छ त्यही डिस्ट्रिक्ट तपाईँले चुज गर्नुहोस्। र म यहाँ दार्जिलिङ चुज गर्छु। अनि त्यसपछि तपाईँले एसी नेम चुज गर्नुहोस् है। तपाईँ कालिम्पोङ पढ्नुहुन्छ, दार्जिलिङ, खरसाङ, सिलगढी, पाँचदेवी है। र म यहाँ खरसाङ चुज गर्छु है। हाम्रो कन्स्टिट्युन्सी खरसाङ छ है। र म खरसाङ यहाँ चुज गर्छु। अनि तपाईँले यहाँ देख्नुहुन्छ पिएस नम्बर, पोलिङ स्टेसन नेम अनि फाइनल रोल है। र यदि पिएस नम्बर तपाईँलाई थाहा छैन भने तपाईँले पोलिङ स्टेसनको नाम तपाईँले यहाँ चेक गरेर है क्लिक गर्न सक्नुहुन्छ। र तपाईँ कुन चाहिँ पोलिङ स्टेसनमा हुनुहुन्थ्यो है, तपाईँले कुन चाहिँ पोलिङ स्टेसनमा गएर चाहिँ तपाईँले भोट हाल्नुभएको थियो है। र म यहाँ चुज गर्छु है हाम्रो। र हाम्रो चाहिँ यहाँ पर्छ शान्तिरानी हाई स्कुल है, नर्थ ब्लक। अनि शान्तिरानी हाई स्कुल साउथ विङ रुम नम्बर 2 छ है। र 2002 को कुरा हो यो। 2002 मा चाहिँ तपाईँले कुन चाहिँ पोलिङ स्टेसनमा चाहिँ भोट हाल्नु भएको थियो है, तपाईँले या तपाईँको बाबाले है या आमाले। र शान्तिरानी हाई स्कुल साउथ विङ रुम नम्बर 2 मा है जति सक्दो मलाई लाग्छ है हाम्रो त्यहीँ हुनुपर्ने है। 2002 मा पनि र अहिले पनि त्यहीँ छ हाम्रो। र फाइनल रोलमा क्लिक गर्नुहोस्। र यहाँ तपाईँले देख्नुहुन्छ क्याप्चा है, जुम गरेर देखाइदिन्छु। र यो क्याप्चा तपाईँले यहाँ जे छ माथि लेखेको है FKWY2 र सेम टु सेम तपाईँले यहाँ टाइप गर्नुहोस् क्यापिटलमा रहेछ। अनि भेरिफाई गर्नुहोस्। र यहाँ डाउनलोड अगेन आएको छ किनकि मैले अलरेडी डाउनलोड गरेको छु है। र क्लिक गर्नुहोस्। तपाईँको कुन चाहिँ एपबाट खोलिन्छ है डाउनलोड भएको कुरा हो त्यो तपाईँले हेर्नुहोस्। र म चाहिँ यहाँ ड्राइभ PDF भ्युवर छ है, त्यहाँ म क्लिक गर्छु। र अब यो तपाईँले ओपन यहाँ देख्न सक्नुहुन्छ है। र तपाईँले यहाँ चेक गर्दै जानुहोस् है, तपाईँको छिमेकी गाउँको पनि आउँछ है र तपाईँको गाउँको पनि आउँछ है। चेक गर्दै जानुहोस्। र 2002 मा त म त भर्खर क्लास 2 पढ्दै थिएँ है। र त्यो बेला त छैन यहाँ है, क्लास 2 या क्लास 1 पढ्दै थिएँ। र मेरो बाबाको चाहिँ छ है। र मेरो बाबा र आमाको चाहिँ म तपाईँहरूलाई देखाउने छु 2002 मा। र 2002 मा चाहिँ मेरो बाबा र आमाको नाम चाहिँ यहाँ ऐतराज राई, सूर्य राई। र ऐतराज राई पिता अधिकमान राई अनि सूर्य राई पति ऐतराज राई। र तपाईँले यसरी नम्बर पनि हेर्न सक्नुहुन्छ। अनि यदि यो भिडियो तपाईँहरूलाई हेल्पफुल लाग्यो, युजफुल लाग्यो भने अवश्य तपाईँले यस भिडियो आफ्नो बाबुआमा, आफ्नो छोराछोरी या आफ्नो छिमेकीहरू माझ पनि तपाईँले सेयर गरेर यो जानकारी दिन सक्नुहुन्छ। धन्यवाद।